तपाईं सम्पूर्णमा नमस्कार। सदा चाहिँ आज पनि एउटा नयाँ श्रृङ्खला लिएर उपस्थित भइसकेको छु र आजको श्रृङ्खलामा यहाँलाई इमेज सम्बन्धी नै भिडियो बनाउन लागिरहेको छु र यस भिडियोमा चाहिँ कसरी विद्यार्थीहरूको विवरण सच्याउने र ती विद्यार्थीको विवरण सच्याउँदै गर्दाखेरि विद्यार्थीको फोटो कसरी चाहिँ इमेजमा अपलोड गर्ने भन्ने विषयमा भिडियो बनाइरहेको छु। लागौँ अब आजको विषयवस्तुतर्फ र यहाँलाई म मेरो कम्प्युटरको स्क्रिनतर्फ लिएर जाँदैछु। आशा छ भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। तपाईँ कुनै पनि ब्राउजरमा गइसकेपछि यहाँनिर तपाईले इमेज टाइप गर्नुहोला। इमेज टाइप गरिसकेपछि यस्तो इन्टरफेस देखिनेछ। यहाँ सबैभन्दा सिरानमा रहेको इमेजमा तपाईले क्लिक गरिदिनुहोस्। क्लिक गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस देखिनेछ। अब तपाईले यहाँनिर लगइनमा क्लिक गरिदिनुहोस् र तपाईको विद्यालयको युजर नेम र पासवर्ड यहाँ हाल्नुपर्ने हुन्छ र तपाईले पहिले लाउनु भएको छ भने यसरी शो गर्छ र छैन भने तपाईले लाउनु पर्ने हुन्छ। र यसरी विद्यालयको युजर नेम र पासवर्ड लगाइसकेपछि तपाईले लगइन गरिदिनुहोस्। लगइन गरिसकेपछि यस्तो इन्टरफेस देखिनेछ र यहाँले आजको हाम्रो विषय चाहिँ रहेको छ विद्यार्थीहरूको विवरण कसरी सच्याउने र विद्यार्थीहरूको विवरण सच्याउँदै गर्दाखेरि विद्यार्थीको फोटो कसरी लगाउने, ती फोटो कसरी बनाउने सम्बन्धमा रहेको हुँदाखेरि अब हामीले यस स्टुडेन्ट डिटेल्समा जानुपर्ने हुन्छ। यो ड्यासबोर्ड यस्तो देखिएको छ। त्यसपछि तपाईँ यहाँनिर स्टुडेन्ट डिटेल्समा आउनुहोस्। स्टुडेन्ट डिटेल्समा गइसकेपछि तपाईँले स्टुडेन्ट इन्फर्मेसन भन्नेमा क्लिक गरिदिनुहोस्। स्टुडेन्ट इन्फर्मेसनमा क्लिक गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस देखिनेछ। त्यसमा तपाईँले सिलेक्ट इयरमा चाहिँ गएर तपाईँले 2082 छान्नुहोस्। त्यसपछि क्लास तपाईले कुन कक्षाको विद्यार्थीको विवरण सच्याउँदै हुनुहुन्छ अथवा तपाईले चाहिँ कुन विद्यार्थीको फोटो अपलोड गर्दै हुनुहुन्छ, कति कक्षामा अध्ययनरत विद्यार्थीको फोटो अपलोड गर्दै हुनुहुन्छ त्यो कक्षा छान्नु होला। म चाहिँ यहाँनिर कक्षा 7 मा जान्छु र यहाँनिर अब यति गरिसकेपछि तपाईले यहाँनिर लोड गरिदिनुहोस्। लोडमा क्लिक गरिदिनुहोस्। क्लिक गरिसकेपछि तपाईको स्क्रिनमा यस्तो देखिनेछ। यी सम्पूर्ण विद्यार्थीहरू यहाँ देखा पर्नेछन् र यी मध्ये म चाहिँ यहाँनिर अब कुनै एकजनाको मानौँ यो 5औं नम्बरको विद्यार्थीको म विवरण सच्याउन गइरहेको छु। यहाँनिर तपाईले क्लिक गरिदिनुहोस्। अब यहाँनिर क्लिक गरेर चाहिँ भ्यू डिटेल्स भन्ने छ, त्यसमा क्लिक गर्नुभयो भने तपाईको यस्तो विद्यार्थीको विवरण देखा पर्नेछ। तपाईको विद्यालयमा अध्ययनरत विद्यार्थीको यस्तो प्रकारको विवरण देखा पर्नेछ, डिस्प्ले गर्छ र यहाँनिरबाट पनि तपाईले के गलत रहेको छ, कुन कुन सच्याउनु पर्नेछ भन्ने कुरा यहाँबाट थाहा पाउन सक्नुहुनेछ। अब हामीले एडिट गर्न जाउँ। एडिट गर्नको लागि अब यहाँनिर त्यसै एक्सन्समा क्लिक गरिसकेपछि यहाँनिर भ्यू डिटेल्स अघि हामीले हेर्यौँ। अब ती विद्यार्थीको विवरण सच्याउनको लागि एडिटमा तपाईले क्लिक गरिदिनुहोस्। एडिटमा क्लिक गरेपछि यस्तो प्रकारको देखिनेछ। अब यो चाहिँ यी विद्यार्थीको विवरण यहाँ देखा परेको छ। तपाईले सच्याउनै पर्ने चाहिँ यो विशेष गरेर विद्यार्थीको ठेगाना रहेको छ। विद्यार्थीको ठेगाना सच्याउनको लागि यहाँनिर पर्मानेन्ट प्रोभिन्स भनेको छ। पर्मानेन्ट प्रोभिन्समा कुन प्रोभिन्स हो, कुन प्रदेश हो त्यो तपाईले छान्नु होला। अनि त्यसपछि जिल्ला छान्नु होला। अनि त्यसपछि स्थानीय तह छान्नुहोस् र स्थानीय तहको कति नम्बर वडा त्यो तपाईले इन्टर गरिदिनुहोस्। यति गरिसकेपछि अब ती विद्यार्थीको पर्मानेन्ट र टेम्पोररी एड्रेस एउटै हो भने चाहिँ टिक लाउनुहोस्। एज टेम्पोररी एड्रेस सेम एज अ पर्मानेन्ट एड्रेस भन्ने ठाउँमा क्लिक गर्नुहोस् मिल्छ भने, नत्र भने चाहिँ तपाईले यही क्लिक गरिदिनुहोस्। यदि विद्यालयमा अध्ययनरत विद्यार्थीको ठेगाना, हालको ठेगाना र उसको स्थायी बसोबास चाहिँ फरक रहेको खण्डमा यहाँबाट तपाईले भरिदिन सक्नुहुन्छ। यी विद्यार्थीको सेम रहेको छ, त्यसैले मैले सेम एजमा सेम टेम्पोररी एड्रेस सेम एज अ पर्मानेन्ट एड्रेसमा मैले क्लिक गरिदिएको छु। यदि गरिसकेपछि अब तपाईँ गएर तलतिर स्कलरसिप तपाईले छानिदिनु पर्नेछ। यी छात्र हुन् त्यसैले मैले 100% गर्लमा क्लिक गर्दै अब
यहाँनिर कन्ट्याक्ट नम्बर हुन्छ। अहिले विद्यार्थीहरूको पनि कन्ट्याक्ट नम्बर लाउनु पर्ने हुन्छ। ती विद्यार्थीको कन्ट्याक्ट नम्बर भएको खण्डमा चाहिँ यहाँनिर लाउनु पर्ने हुन्छ। यी विद्यार्थीको चाहिँ कति रहेको छ भने अब यति गरिसकेपछि अब बुवाको नाम ठिक छ, आमाको नाम ठिक छ। त्यसपछि अब यहाँनिर चाहिँ अभिभावक छान्नु पर्ने हुन्छ। अभिभावकमा त्यति गरिसकेपछि अब अभिभावकको यहाँनिर सम्पर्क नम्बर लाउनुहोस्। गार्जियन कन्ट्याक्ट नम्बर छ, त्यसमा चाहिँ तपाईँले अभिभावक लाउनु पर्ने हुन्छ। अभिभावकको र विद्यार्थीको सेम रहेको हुँदाखेरि मैले एउटै लगाइदिएँ। अब यति गरिसकेपछि अब तपाईँले यहाँनिर फोटो अपलोड फोटो भन्ने सेक्सनमा जानुहोस्। अपलोड फोटो सेक्सनमा गइसकेपछि यहाँनिर चाहिँ यहाँ के भनेको छ भने 2 MB भन्दा ठुलो फोटो यसले सपोर्ट गर्दैन, त्यसैले 2 MB भन्दा सानो फोटो लाउनु होला भनेर यहाँ दिइरहेछ। ओन्ली इमेज फाइल्स आर अलाउड भनेको छ। यहाँ नट मोर देन 2 MB भनेको छ। अब यहाँ गएर तपाईँले फोटो छान्नुहोस्। अब यहाँनिर चाहिँ के भनेको छ भने 2 MB भन्दा सानो भन्ने कुरा छ। 2 MB भन्दा सानो छ कि ठुलो छ भन्ने कुरा यहाँबाट चेक गर्ने हो। राइट क्लिक गरिदिनुहोस्। त्यसपछि प्रोपर्टिज भन्ने आउँछ। यहाँनिर प्रोपर्टिज भन्ने छ, त्यसमा क्लिक गरिदिएपछि यहाँनिर साइज यहाँ देखाउँछ 679 KB मात्र छ। त्यसैले यो फोटो सिलेक्ट हुनसक्छ, तर हामीले चाहिँ के गर्नु पर्यो भने यो चाहिँ पासवर्ड जस्तै बनाउनु पर्यो। पासवर्ड जस्तै देखाउने खालको बनाउनु पर्यो। त्यसैले गर्दाखेरि तपाईँले के गर्नुहोस् भने यसलाई राइट क्लिक गरेर यहाँनिर चाहिँ ओपन विथ भन्ने छ। ओपन विथ यहाँनिर चाहिँ ओपन विथमा गएर तपाईँले यहाँनिर चाहिँ पेन्ट भन्नेमा तपाईँले क्लिक गरिदिनुहोस्। क्लिक गरिसकेपछि अब यस्तो यो चाहिँ धेरै ठुलो देखायो, म चाहिँ सानो बनाउँछु। यसलाई अलिक ठुलो बनाऊ। अब यसलाई यो लाम्चो प्रकारको छ। यसलाई चाहिँ के गरौँ भने हामीले फोटो जस्तै बनाउनु पर्यो। यसलाई काट्नको लागि तपाईँले यहाँनिर यस्तो गरिदिनुहोस् है। अब यो पनि अलिक सानो बनाऊ। यसलाई पनि अलिक ठिक्क कुमसम्म ल्याउँ। यताबाट पनि कुमसम्म ल्याउँ। अब अझै पनि यो अलिकति काट्नु पर्ने हुन्छ। यति गरिसकेपछि पासवर्ड जस्तो देखिँदैछ। अब यति गरिसकेपछि यो पासवर्ड साइजको जस्तै पासवर्ड जस्तो देखिने भएको छ। अब यसलाई चाहिँ यो पछाडि रहेको कलर पनि तपाईँले हटाउन सक्नुहुन्छ। म चाहिँ यसलाई हटाउने प्रयास गर्छु। यहाँ चाहिँ ब्याकग्राउन्ड रिमुभ भन्ने छ। रिमुभ ब्याकग्राउन्ड त्यसमा क्लिक गरिदिनु भने यो आफै हट्छ। अब हेर्नुहोस् हटिरहेको छ र हटिसक्यो। अब यसलाई तपाईँले फेरि सेभ गरिदिनुहोस्। सेभ गर्नको लागि तपाईँ सेभ एजमा जानुहोस्। त्यसपछि जेपीईजी पिक्चरमा क्लिक गरिदिनुहोस्। त्यति गरेपछि यहाँनिर एउटा नाम दिनुहोस्। नाम दिएर तपाईँले यहाँनिर क्लिक गरिदिनुहोस्। अब तपाईँको फोटो सेभ भइसकेको छ, तयारी अवस्थामा भइसकेको छ। हामीले अघि यस्तो फोटो थियो, अहिले यस्तो बनायौँ। अब यति गरिसकेपछि तपाईँले यहाँ क्लिक गरिदिनुहोस्। त्यसपछि तपाईँले यहाँनिर ओपनमा क्लिक गरिदिनुहोस्। फोटो चाहिँ यसरी हाम्रो सफ्टवेयरमा आइसकेको छ। अब यो सबै कुरा माथिको कुरा है, यो माथिको विवरण सबै कुरा ठिक छ भने तपाईँले के गर्नु पर्यो भने सबै कुरा यहाँनिर हेऱ्यौँ, सबै कुरा ठिक छ भने तपाईँले यहाँनिर आएर अब यहाँनिर अपडेट भन्ने छ। अपडेटमा तपाईँले क्लिक गरिदिनुहोस्। यसरी अपडेटमा किन मानेन त भन्दाखेरि डिसेबिलिटी है, अपाङ्गता के छ विवरण भन्ने कुरा आयो। यो चाहिँ यी विद्यार्थी अपाङ्गता छैन, त्यसैले मैले नोमा क्लिक गरिदिएँ। अब के गर्नुहोस् अपलोडमा क्लिक गरिदिनुहोस्। अब यहाँनिर चाहिँ प्रोसिडमा क्लिक गर्नुपर्ने छ। र हाम्रो विद्यार्थीको अब यहाँनिर तपाईँले के गर्न सक्नुहुन्छ त भन्दाखेरि फोटो यहाँबाट हेर्न सक्नुहुन्छ। 5औं नम्बरको विद्यार्थी हो, त्यसैले यहाँनिर डिटेल्समा जाउँ। हाम्रो विद्यार्थीको फोटो सहितको विवरण देखाइसकेको छ। आजको भिडियोमा चाहिँ इमेजमा विद्यार्थीहरूको विवरण कसरी सच्याउने र फोटो कसरी चाहिँ अपलोड गर्ने र फोटो चाहिँ कसरी अपलोड गर्ने भन्ने विषयमा रहेको थियो। र यहाँहरूले आजको भिडियो हेरिसकेपछि तपाईँको मनमा लागेका विचारहरू कमेन्ट बक्समा सल्लाह सुझावको रूपमा मलाई सम्प्रेषण गरिदिनुका लागि छोडिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यस्तै अन्य थुप्रै भिडियोहरू मैले राखिदिएको छु। यहाँहरूको पल शुभ रहोस् भन्दै यहाँहरू माझबाट म पनि बिदा हुन चाहन्छु। फेरि अर्को श्रृङ्खलामा भेट्ने बाचाका साथ बिदा हुन्छु। नमस्कार, धन्यवाद।
अनलाइन ड्रिम युट्युब च्यानल हेरेर बस्नुभएका तपाईँ सम्पूर्णमा ध्यान अभिवादन नमस्कार। सदा चाहिँ आज पनि इमिस सम्बन्धी एउटा भिडियो लिएर आइसकेको छु र आज चाहिँ यहाँहरूलाई म इमिसमा रहेको विद्यार्थीहरूको विवरण कसरी सच्याउने भन्ने विषयमा भिडियो बनाउन लागिरहेको छु। सम्पूर्ण मित्रहरूले आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु। हामी ड्यासबोर्डमा आइसकेका छौँ र अब लागौँ विद्यार्थी विवरणतर्फ। हामी इमिसको ड्यासबोर्डमा आइसकेका छौँ। इमिस लगइन भइसकेको छ र ड्यासबोर्डमा छौँ यतिखेर। ड्यासबोर्डका मुनि स्टुडेन्ट रेकर्ड भन्ने छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसकेपछि स्टुडेन्ट्स इन्फर्मेसन भन्ने आउँछ, त्यसमा क्लिक गर्नुहोस्। स्टुडेन्ट इन्फर्मेसनमा आइसकेका छौँ र त्यसपछि तपाईँको विद्यालयको नाम यहाँनिर छ र कोड, विद्यालयको नाम, कोड र नाम यहाँ रहेको छ। त्यसै गरी तपाईँले अब इयर भनेको छ, यहाँ सिलेक्ट इयरमा तपाईँले क्लिक गरेर 2082 क्लिक गर्नुहोस्। त्यसपछि यहाँबाट कक्षा छान्नुहोस्, तपाईँले कुनै एउटा कक्षा छान्नुहोस्। त्यसपछि यहाँनिर अब यति गरिसकेपछि सेक्सनहरू छ भने यहाँबाट तपाईँले सेक्सन छान्नु सक्नुहुनेछ, छैन भने तपाईँ अलमा यतिकै छोडेर तपाईँले यहाँनिर लोड गरिदिनुहोस्। लोड गरिसकेपछि यहाँ चाहिँ तपाईँको विद्यालयमा रहेका सम्पूर्ण विद्यार्थीको विवरण यसरी खुल्नेछ। मैले सबै खुलाएन, यहाँ थोरै मात्रै मैले खुलाएँ। र यो चाहिँ कस्तो अवस्थामा चाहिँ हामीलाई यस्तो पर्छ भने कहिलेकाहीँ चाहिँ हाम्रा विद्यार्थीहरू इन्ट्री गर्दै गर्दाखेरि नाम, जन्ममिति, बुवा आमाको नाम थर नमिल्न सक्छ। त्यस्तो स्थितिमा चाहिँ हामीले यहाँनिरबाट हामीले सच्याउन सक्छौँ। अब हामी चाहिँ विद्यार्थी विवरणमा आइसकेका छौँ होइन। विद्यार्थी विवरणमा आइसकेपछि तपाईँले यहाँ भएका विद्यार्थीहरूमध्ये कुनै एकजनाको तपाईँले यहाँनिर यो एक्सन्स भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। मानौँ मैले यो 1 नम्बरकै मैले गरेँ, यो 1 नम्बरकै विद्यार्थीकोमा एक्सन्समा मैले क्लिक गरेँ। यहाँ गइसकेपछि तपाईँले यहाँबाट भ्यू डिटेल्स हेर्न सक्नुहुन्छ होइन, यहाँबाट हेर्न सक्नुहुन्छ। अनि भएन भने तपाईँले यहाँबाट चाहिँ र तपाईँले के गर्नु पर्यो भन्दाखेरि तपाईँको विद्यार्थीको विवरण सच्याउनु पर्ने अवस्था थियो भने चाहिँ तपाईँले यो एडिट भन्ने अप्सनमा तपाईँले क्लिक गर्नुहोस्। तपाईँले यहाँ क्लिक गरिसकेपछि यहाँनिर विद्यार्थीको सम्पूर्ण विवरणहरू खुल्नेछ। अब विद्यार्थीको हाम्रा चाहिँ यो चाहिँ कक्षा 6 को विद्यार्थी भएको हुँदाखेरि, सानो कक्षाकै विद्यार्थी भएको हुँदाखेरि यहाँनिर चाहिँ अब यहाँनिर उसको राष्ट्रिय परिचय पत्र यहाँनिर लाउनु परेन। नाम यहाँ रहेको छ, नाम, मिडल नेम, यहाँ नामहरू मिलेको छ छैन यो हेर्ने हो। त्यहाँ मिलेको छैन भने तपाईँले यहाँ एडिट गर्न सक्नुहुन्छ। त्यसपछि अब फिल्म, त्यसपछि यहाँनिर त उसको जन्ममिति रहेको छ, जन्ममिति यहाँबाट तपाईँले सच्याउन सक्नुहुनेछ। र त्यसपछि अब यहाँनिर चाहिँ उसको ठेगाना रहेको छ, ठेगाना चाहिँ यसरी तपाईँले सच्याउन सक्नुहुनेछ। त्यसपछि यसरी तपाईँले त्यहाँबाट छान्नुहोस्, सम्पूर्ण स्थानीय तहहरू यहाँबाट खोलिहाल्नेछ। अब त्यसपछि यो तपाईँको यो पर्मानेन्ट र टेम्पोररी एड्रेस एउटै हो भने तपाईँले चाहिँ ह्याज टेम्पोररी एड्रेस सेम एज अ पर्मानेन्ट एड्रेस भन्नेमा तपाईँले क्लिक गरिदिनुहोस्। त्यति गरेपछि तपाईँले यहाँ केही गर्नु पर्दैन। तर फरक रहेको छ भने उसको पर्मानेन्ट एड्रेस मात्र हो र भर्खरै अहिले तपाईँको विद्यालयमा रहेको ठेगाना चाहिँ तल्लोमा भन्नुपर्ने भयो भने चाहिँ तपाईँले यहाँनिर क्लिक नगरिकन यहाँनिर तपाईँले यहाँबाट अप्सन छान्न सक्नुहुनेछ। यो विद्यार्थीको चाहिँ एउटै ठेगाना भएको हुँदा यहाँनिर क्लिक गरिदिउँ। यति गरेपछि यहाँ केही गर्नु परेन। अब तपाईँ जानुपर्ने छ यो कास्टमा जानुहोस्, त्यसबाट तपाईँले अप्सन छान्नुहोस् मिलेको छैन भने। त्यसपछि अब मदर टङ यहाँबाट छान्नुहोस्। त्यसपछि उसको अपाङ्गता, डिसेबिलिटी टाइप, अब अपाङ्गताको प्रकारहरू यहाँ रहेका छन्, त्यसमध्ये कुनै एउटा छान्नुहोस् यदि अपाङ्ग छ भने। तर यी विद्यार्थी अपाङ्ग नभएकोले मैले नो डिसेबिलिटी भनेर लगाइदिएँ। त्यसपछि अब तपाईँले गर्नै पर्ने यहाँ चाहिँ यो अनिवार्य गर्नुपर्ने हुन्छ स्कलरसिप चाहिँ तपाईँले अनिवार्य गर्नुपर्ने हुन्छ है। स्कलरसिप चाहिँ तपाईँले यहाँनिर 100% गर्ल्समा लगाइदिनुहोस्। केटी भएको हुनाले उसले पाउँछ, बोय भएको अवस्थामा चाहिँ हामीले के गर्नु पर्यो, नो स्कलरसिप गर्नुपर्ने हुन्छ। अथवा अपाङ्गता छ भने कुनै एउटामा लाउनु पर्ने भयो। उसको अपाङ्गताको प्रकारहरू हेरेर छात्रा भएको अवस्थामा चाहिँ मैले 100% गर्ल लगाइदिएँ। अब सब्जेक्ट यहाँ छान्न पाइएन। अब यी विद्यार्थीको यहाँनिर चाहिँ मोबाइल नम्बर पनि राख्नु भनेको छ। अहिले चाहिँ विद्यार्थीको मोबाइल नम्बर यहाँ राख्न सक्नुहुनेछ। मैले चाहिँ यी नानीको मोबाइल नम्बर छैन त्यसैले मैले राखिनँ।
उसको फादर्सको नेम यहाँ राख्नुपर्ने हुन्छ, मदर्स नेम यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि अब गाइडेन्स नेम यी आमा बुवा मात्रै कसै एकजनाको गार्जियन नेम यहाँ राखिदिनु होला। अभिभावकको नाम बुवा आमाको एकजनाको राखिदिनुहोस्। यहाँ चाहिँ अब अभिभावकको नाम राखियो। त्यसपछि अब अभिभावकको कन्ट्याक्ट नम्बर भनेको छ, यहाँनिर चाहिँ अभिभावकको कन्ट्याक्ट नम्बर तपाईँले राख्नुपर्ने हुन्छ। अब एडमिसन डेट भनेको कहिले भन्ने कुरा यहाँनिर चाहिँ यो राख्नुपर्ने हुन्छ। अब एडमिसन डेट चाहिँ तपाईँले यो अस्ति नै भइसकेको हुँदाखेरि मैले यहाँ परिवर्तन गरिनँ। त्यसपछि अब विद्यार्थीको यहाँनिर यहाँबाट चाहिँ उसको फोटो छान्नुपर्ने हुन्छ, तर मैले यहाँनिर फोटो राखेको छैन, त्यसैले यहाँनिर फोटो राख्नुपर्ने हुन्छ। यहाँबाट फोटो लगाउन सक्नुहुनेछ। यति गरिसकेपछि सबै कुरा ठिक छ भने तपाईँले यहाँनिर के गरिदिनुहोस्, अपडेट गरिदिनुहोस्। यसरी अपडेट भइसकेको छ। यसै गरी सम्पूर्ण विद्यार्थीहरूको विवरण तपाईँले सच्याउन सक्नुहुनेछ। मैले यहाँ धेरैजनाको छ, मैले एकजनाको चाहिँ मैले देखाएँ। यहाँ धेरैजनाको विवरण चाहिँ सच्याउनु पर्ने हुन्छ। यो प्रत्येक वर्ष सच्याउनु पर्ने स्थिति मैले देखेको छु, किन गत वर्ष नै मैले सच्याएको थिएँ यिनै विद्यार्थीहरूको। फेरि अहिले माथिल्लो कक्षा चढिसकेपछि पनि मैले यहाँनिर चाहिँ सच्याएको छु। यसो गरेर सम्पूर्ण विद्यार्थीहरूको चाहिँ के गर्न सक्यो, हामीले विवरण सच्याउन सकियो। आजको छोटो भिडियो रहेको थियो विद्यार्थीको विवरण कसरी सच्याउने भन्ने विषयमा। र यहाँले यो भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लागेको छ, भिडियो सम्बन्धी तपाईँको सल्लाह सुझाव भए कमेन्ट बक्समा छोडिदिनु होला भन्दै यहाँहरूको पल्सो बढोस्। अर्को श्रृङ्खला भेट्ने बाचाका साथ यहाँहरू माझबाट बिदा हुन चाहन्छु। हस्त यहाँहरूको पल्सो बढोस्। धन्यवाद, नमस्कार।